यो हाम्रो यहाँका जवान युवाहरू यो चाहिँ लट्टोलाई चाहिँ बाँध्नका लागि सुरक्षित र व्यवस्थित बनाउनका लागि निरन्तर रूपमा लागिराख्नु भएको छ। तपाईँहरू स्पष्ट रूपमा देख्नु भएको छ सबैको साथ सहयोग र यो धर्मकर्ममा हिन्दू धर्ममा आस्था राख्ने सम्पूर्ण भक्तजनहरू यहाँ यसरी जोडिएर काम गरिरहेको देख्न सकिन्छ। यो एक साल हरिबोधन एकादशीमा यो ढङ्गमा चाहिँ रमाइलो गरेर भक्तजनहरूले चाहिँ आफ्नो चाहिँ कर्म गरेर देखिरहेका छन्। अब यो रसीलाई चाहिँ नि यहाँको उसलाई भेटा मन्दिर व्यवस्थापन समितिले दुईवटा खालको रसी लगाएको छ। त्यो दुईवटा रसीमा यता हुवारीबाट चाहिँ धुलेगौडा साइडबाट चाहिँ एउटा फुलवाला रसी गर्छ र फेरि अर्को चाहिँ त्यो रसीबाट चाहिँ फेरि सुक्लाई लेटारको चाहिँ पुल चाहिँ उताबाट चाहिँ आउँदैछ। ल हेर्नुहोस् है, तपाईँ देख्न सक्नुहुन्छ यो तल्लो रसीबाट यसरी यो च्यावन नामको चाहिँ फुलको लट्टो चाहिँ गइरहेको छ भने अब उताको लट्टोबाट चाहिँ सबै ठाउँबाट चाहिँ यो सहयोग भइरहेछ प्रत्यक्ष रूपमा तपाईँहरू देख्न सक्नुहुन्छ। आज कतिजना यहाँ चाहिँ आउनुभयो होला। तल चाहिँ पवित्र गङ्गा चाहिँ सेती नदीको बाँकीबाट तटबाट हामीले यो वार्षिक रूपमा चाहिँ फुल खाने कार्यक्रम पनि गरिरहेको सबैलाई जानकारी भएकै कुरा हो र एकदमै यहाँ देखिरहेका छन् साथीहरू सबैजनाले सहयोग गर्नुभएको छ। यो लट्टो पनि गरिरहेको छ। यसरी चाहिँ युवाहरू निरन्तर रूपमा कसिएर चाहिँ युवाहरूले काम गरिरहेको तपाईँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ प्रत्यक्ष रूपमा तपाईँहरूले सबैजनाको ठुलो सहभागिता छ। युवाहरू एकदम आगोबाट खटेर लट्टो निरन्तर रूपमा अगाडि बढिरहेको छ। हामी पारीपट्टिबाट उसलाई लेटार मन्दिर व्यवस्थापन समितिले चाहिँ सपोर्ट गरिराख्नु भएको छ। तपाईँ देख्न सक्नुहुन्छ स्पष्ट रूपमा। यो चाहिँ पारीपट्टि पनि त्यति नै धेरै जनमानसहरू भक्तजनहरू त्यहाँ चाहिँ रहनु भएको छ। तपाईँ देख्न सक्नुहुन्छ सबैले एकदम प्रत्यक्ष रूपमा सहयोग गरेर यो हरिबोधन एकादशीको यो चतुर्मास मेला जुन चाहिँ आज यहाँ गरिरहेको छ यो चाहिँ लट्टो दियो चाहिँ हाम्रो श्री मुक्तिनाथ च्यावन धामबाट चाहिँ व्रतालुहरूले चाहिँ तयार गरेको लट्टो थियो। यो चाहिँ पारी पुगिसकेको छ। तपाईँ देख्न सक्नुहुन्छ। अब चाहिँ यो देखिएको माथिल्लो पिपलको रूपमा चाहिँ यसलाई चाहिँ बाँधिसकेपछि यो चाहिँ पूर्ण हुन्छ है। ल अब यसलाई खिच्दै दुवैतर्फबाट खिच्दै भक्तजनहरूले रुखमा चढेर चाहिँ काम गरिरहनु भएको छ। तपाईँ देख्न सक्नुहुन्छ। यहाँ पनि देख्न सक्नुहुन्छ तपाईँ। ल हेर्नुहोस् है, पिपलको बुट्टामा ल चाहिँ भाइहरू चढेर ल हेर्नुहोस् त पिपलको रुखमा चाहिँ दुईजना युवाहरू चढेर निरन्तर रूपमा चाहिँ यो फुल खाने काममा
ब्लगलाई हेरेर तपाईँले साथ सहयोग गर्नुहोला। यो ब्लग कस्तो लाग्यो तपाईँले कमेन्टमा जाहेर गर्नुहोला भन्न चाहन्छु। यो चाहिँ यदि तपाईँले यो युट्युब चाहिँ भर्खरै हेर्नुभयो भने यसलाई सब्सक्राइब पनि गरिदिनु होला। सोसियल मुभमेन्ट कस्तो छ यो विषयमा तपाईँहरूले पनि कमेन्ट गर्नुहोला। धन्यवाद।